अब यस्तो उकालोमा आमा हिँड्न सक्छ कि सक्दैन थाहा छैन। हेलो साथीहरू, वेलकम ब्याक टु बुनु कान्छी ब्लग। आज भने चाहिँ काठमाडौँमा हाम्रो पहिलो दिन रहेको छ र हामी जाँदैछौँ स्वयम्भू घुम्नलाई। ल गाइस, अब हैन हामी कहाँको दिदी? बौद्ध होइन हौ, स्वयम्भू चाहिँ हामी आइसकेको छौँ। अब चाहिँ हामी रोड क्रस गर्दैछौँ। आउनु दिदी, आउनु 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 आउनु। आयो बिनी यहीँदेखि छिर्ने हो। ए मम्मी आउने त। हजुर वाउ, ल कति वर्षपछि स्वयम्भू पनि हामी आइसकिसकेका छौँ गाइस। अब हामी चाहिँ यहाँ फोटोसोटो खिच्नेछौँ, त्यसपछि हामी अझै उकालो लाग्नेछौँ। हामीलाई डुलाउने चाहिँ उहाँ हुनुहुन्छ। मम्मीहरू आइपुग्नु भयो। ल ऊ यहाँ बस्नु न। हेलो गाइस, हामी चाहिँ होइन अब स्वयम्भूमा फोटोसोटो खिचिसकेर चाहिँ अब हामी उकालो जाँदैछौँ। हजुर, दृश्य पनि हेर्नु चाहनुहुन्छ भने चाहिँ कृपया भिडियोलाई अन्तिमसम्म हेरेर साथ दिनु होइन। अरू चाहिँ त्यही हो, मेला लागेको रहेछ पुरा होइन। मेला भन्दा पनि बस्ने भन्नु अनि बस्नु। चाहिँ पुरै बजार लागिरहेछ, सधैँ लाग्छ लाग्नु त। अब यस्तो उकालोमा आमा हिँड्न सक्छ कि सक्दैन थाहा छैन। नक्कली दिदी चाहिँ ल 10 मिनट जति हिँडेपछि चाहिँ हामी यहाँ स्वयम्भूमा लगिसकेछौँ। विनिता र अगाडि होइन। हामी चाहिँ त्यहाँ फोटोसोटो खिचेर स्वयम्भूमा, यहाँ चाहिँ स्वयम्भू स्पेसल है यो चाहिँ। अब हामी माथि जान्छौँ है। ल कस्तो रमाइलो भइरहेछ दिदी? रमाइलो एकदम। खुसी, ह्याप्पी? ए ल देखिने हाम्रो काठमाडौँ सहर यस्तो छ। डरै लाग्यो मलाई यिनीहरू पनि। अहिले चाहिँ हामी स्वयम्भूमा आउँदैछौँ। माघ गलेर कस्तो हुन्थ्यो है।
स्वयम्भूबाट ल गाइस अब हामी चाहिँ स्वयम्भू घुमिसक्यौँ अब चाहिँ हामी घर जाँदैछौँ एकचोटि लास्ट भ्यू कस्तो छ हाम्रो जोडी दिदी बहिनीको जोडी कस्तो छ गाइस भन्नु पर्यो हामी कस्तो छौँ थ्याङ्क यू खोइ मलाई नचलाउनु सानो छ कि अनि कस्तो नहेरिनेको मैले हेरिरहेको छु यस्तो डेन्जर बाटो छ यस्तो यहाँ हेर्नु न डेन्जर ओह्रालो छ है यहाँ चाहिँ किनकि यो हाम्रो काठमाडौँको भ्यू पनि हेर्न सकिन्छ तर आमाले चाहिँ कम्प्लेन गर्दैछ यस्तो उसमा हिल लगाएको छ हिल लगाउँदा रमाइलो हुन्छ भन्दैछ Thank you for watching this video guys. See you on the next video. Bye bye.